सम्पूर्णमा नमस्कार। मान्छेले भन्छन् नि समयले जस्तो दिन्छ त्यस्तै खाने भनेर। यो चाहिँ त्यही हो कि के हो, अब यस्तो छ स्थिति, केही भन्न पनि सक्दिनँ म चाहिँ यसमा। काटिसकेको धान छ, नकाटेको भएदेखि एउटा अलिकति आशा हुन्थ्यो। यो काटिसकेको धान छ, अब यो कति दिनसम्म नै यस्तो भदौरे भेल हुने हो हेर्नुहुन्छ। परतिर पनि देखिँदैन यो कुहिरो लागिरहेको छ स्थिति यो काटिसकेको धानलाई चाहिँ। तपाईँहरूले अब के भन्नुहुन्छ, कुन ठाउँमा तपाईँहरूको ठाउँमा पनि यस्तो स्थिति छ कि छैन, कस्तो छ स्थिति जानकारी दिँदै जानु होला। यो चाहिँ हाम्रो खोटाङ जिल्लाको स्थिति हो। खोटाङको पनि हाम्रो यता यो बाँझे च्यान्द्रा डाँडा गाउँको हो स्थिति। यस्तो छ काटिसकेको धानको स्थिति देख्नुहुन्छ। किसानले तपाईँको एक वर्षको लागि गरेको कमाइ, वर्ष दिनमा पाकेको भित्र्याउने तपाईँको भकारीमा पस्न लागेको कमाइ हो यो चाहिँ। यो स्थिति हुँदाखेरि किसानको मनमा कस्तो हुन्छ भन्ने कुरा त अब किसानहरूलाई मात्रै थाहा हुन्छ। त्यो भएकोले गर्दा अहिलेको स्थिति यो छ। ल हेर्नुहोस्, काहीँ केही देखिँदैन, अन्धकार छ। मौसमले अब यो के गरिराखेको कहिलेसम्मलाई हो। यो आज लगातार 2 दिनबाट 3 दिन भइसक्यो पानी परेको। ल हेर्नुहोस्, यस्तो आल छ है, जमिराखेको छ। अब यो पराल पनि राम्रोसँग बाँच्छ जस्तो लाग्दैन म चाहिँ। यत्तिकै हुँदै जाने हो भने धान यो माथिसम्मै काटेको स्थिति छ देख्नुहुन्छ। काटिसक्नु भएको छ यहाँनिर। धानको फलाइ तपाईँको फलाइ पनि राम्रै थियो रहेछ। अब यो यहीँसम्मको लागि मात्रै रहेछ भनौँ न। यसलाई चाहिँ ठ्याक्क लगेर किसानले चाहिँ आफ्नो भकारीमा भित्री नआँटेको धानलाई राख्न नपाउँदै यो स्थिति आएको छ।